सो फाइनल गाइज म ड्युटीबाट आएँ। सो मम्मीले उहाँ खाना बनाउँदै हुनुहुन्छ, देख्नु होइन। सो आज मैले एउटा प्र्याङ्क गर्दैछु। प्र्याङ्क म रुममा आइसकेँ ड्युटीबाट। मम्मीले उता खाना बनाउँदै हुनुहुन्छ। सो म आज प्र्याङ्क गर्दैछु, एकदम रोक्सी खाए जस्तो। पापा भर्खरै मार्केट जानुभयो प्याज ल्याउन। पापा आउनुहुन्छ तबसम्म मम्मीसँग प्र्याङ्क गर्छु र पापाको पनि रियाक्सन हेर्ने र मम्मीको पनि रियाक्सन हेर्ने। एकदम झक्कास होला। म टक्क लगाएर एउटा ज्याकेट ल्याउँछु। जाडो छ, जाडोको मौसम भइसक्यो कि। अनि ज्याकेट कहाँ गयो? जाडो Now going to reaction. ल म क्यामेरा सेट गर्छु उता गएर। टक्क लगाएर हेर्नु कस्तो लाग्छ आजको प्र्याङ्क। सो रिस्क लिएर प्र्याङ्क गरेछु। म अहिले चाहिँ इन्डिया हो, इन्डिया हाम्रो घर छ। नेपाल चाहिँ बस्दैनौँ, इन्डिया हो हाम्रो घर, इन्डिया बसिन्छ। सो गाइज कमेन्ट गर्नु होला, फलो गर्नु होला, सब्सक्राइब गर्नु होला, सेयर गर्नु होला, कस्तो लाग्छ हजुरलाई भिडियो। सो भनेर जानु होला र आफ्नो साथीभाइहरूलाई पनि सेयर गर्नु होला। मेरो न्यू अकाउन्ट हो यो, नयाँ आइडी बनाउँदैछु म। ल सो फाइनली गाइस क्यामेरा सेट गर्दै मैले। तो मम्मी किचनमा खाना बनाउँदै हुनुहुन्छ। सो म हेर्छु, प्र्याङ्क गर्छु कस्तो हुन्छ। मम्मी पानी ल्याऊ त। आज ड्युटीबाट आज लेट गरिन्छ। थोडा लेट भयो। ड्युटी ठिकै छ। हामीले दिन कटेर नि हातको के भयो? ड्युटीबाट के सन्चो छैन र? ठिकै छ कि सन्चो भयो, ठिकै छ। ठन्डी छ, अहिले ज्याकेट स्याकेट लाएर हिँड भन्दाखेरि हावाला बनाएर हिँड्छ। टाउको क्या जस्तो नि भयो, के भयो? केही पनि भयो, यस्तै छ। थकै लाग्यो। के बनाउनु होला खाना? खाना बनाउँदैछु, दाल सब्जी रोटी। चाय चाहिँ बना पिउनु चाहे के भयो र? चाय त पिउनु पर्यो। जान्न यार मम्मी, यार दिमाग खराब गर्नु यार। लो के रे यसो गर यो। जा दबाई सबै ल्याउने, बाबासित गएर दबाई ल्याएर बाबालाई लिएर आइज। म जान्न मम्मी। अजबको मौसम ठिक छैन। जानु न मम्मी, म ल्याउनु जान्न के म। के यस्तरी बोलो के खाएर आइर? के पनि खानु जानु यार हजुर यार। 5 minutes later. यार रिसिप्ट यार। के यसो गरे खै हाउ गरे त म पापालाई लेट भयो। हाउ गर। म गर्नु जाने के? हाउ गर। लो हाउ गर। यता फर्की। हाउ गर। जानु न म यार। हाउ गर यता। तँलाई यत्रो बेला बनाएको यही गर्न हौ। यसरी अहिलेसम्म यस्तो नगर्ने मान्छे के खाएर आयो है अरे? उठ पापालाई लिएर जा। अहिले बेर म जान्न के जाने यार। हाउ नि सुन्ने यार। हाउ गर हाउ। म के खाइन। हाउ गर। हाउ गर। यार पक्कै केही खाएर आएको नछ भने जान्न यार। म यता हाउ गर। हाउ गर। रिस्टुरेन्ट बाहिर फाल्दिन्छ।
भाइको उठ घर छोड्दै पाएर हुर्काएर फुर्काएर आमालाई खान्छु भन्छस् मम्मी जानु यार हजुर दिमाग खराब गर्नु तल खाँदैछु मैले उठ त्यही हो छोरीछोरी भन्ने बुद्धि नभए जस्तो मम्मी मैले उसलाई भन्छु मैले फाल्दिन्छु बाहिर म खादिन्छु जा चल उता बाहिर यता 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 खाऊ त म भन्दा ठुलो भएपछि म डराउँछु तसित खै के खाइस भन्छ हजुर सानो कुची हुनुहुन्छ फेरि म बाहिर किन फाल्दिन्छु मैले ठुलो भएपछि डराउँछु म हामी जाने यार मेरो दिमाग खराब गर्नु बिहान बिहान गाउँ पापालाई ल्याएर आइज खाऊ गर म गर्दैन रक्सीले खाएर आइज हेर्नु तल पापालाई हान्दै पक म पापालाई ए आइ पनि सक्नुभयो के पापा आउनु त लिएर जा भन्दा भन्दा टेरेन अटेरी भएर ल्याउन जा त पापालाई भनी छु कुन के खाएर आऊ You done messed up, Aaron! खै पानी लिएर आऊ त गिलास पानी पिउँछु ड्युटीबाट आएर जा त पापाले ल्याउन भनेर नमानी अटेरी भएर यस्तो यसो पापालाई रात पऱ्यो भनेर त कमसेकम ल्याउन त जानुपर्छ नि बाइक छ बाइक कमसे खुट्टाले हिँडेर जानुपर्छ र यार घर आउने आमासित लड्ने त्यहाँबाट झगडा गर्ने यहाँ दुनियाँलाई तमासा देखाउने त्यही काम भयो यत्र बढी बनाएर छोराछोरीलाई हुर्काएर यसो यसो गराएर त लो त अलि घर आउने मम्मीसित लड्ने झगडा गर्ने खाने दुनियाँ दिवाना गर्ने त्यही सिकाएको ड्याडी जानु यार दिमाग खराब गर्न मुख चलाउँछ कि यसले धेरै चलाउनु राख्छ आज चलाएन अब छोराछोरी ठुला भयो भने म डराउनु नगर म त फेरि मलाई रिस उठ्ने त फेरि मुखसुख च्याचु चेदिएर कापी पन्नु चेतेर त्यसपछि लिफाफा हालेर उता कबाडीलाई दिने फेरि म त फेरि म त्यस्तो मान्छे होइन फेरि थाहा होला काम नपाएर यत्रबाट छोरी हुर्काइयो त्यो हुर्काउनु त जले पनि त हुर्काउँछ नि मलाई फेरि रिस उठ्नु पनि न फेरि लौरो कता गयो यहाँ मैले लौरो राख्नु भयो कि लौरो चाहिँ नि लाइटले भयो नि फेरि त्यहाँदेखि फेरि पढाइदिने फेरि मैले त्यो पढाउनु लेखाउनु जले पनि पढाउनु लेखाउनु जली हामी जले हो अहिले अहिले आएर जले भइगयो मलाई रिस उठ्यो भने न फेरि के गर्नु त रिस उठ्यो भने के गर्नु यो गर्छु फेरि खालस फेरि लाइट छ फेरि लाइटको टाउको उता पुग्नुहुन्छ फेरि पढाइमा खालस फेरि अहिले बोलेछ अरे के गर्नु छ मैले केही गर्न सक्दिनँ त्यो के गर्नु सक्नुहुन्छ र हजुरले फेरि टाउको साउको फुटाल्दिउँ न फेरि हजुर बोलेका न फेरि म यत्रिको भाइ नि बाउ हुँ थाहा चाहिँ छैन फेरि यो लाइटले पनि फेरि पढाइमा पढ्यो भने फेरि नराम्रो पर्न फेरि उल्टे हातले फेरि गाला खानुहोस् फेरि अझ बोलेछस् मुख अझ चलाछस् फेरि अझ मुख चलाउँदा मात्रै ठुल्ठुलो छोरी भएर त ड्याडी जानु यार दिमाग खराब गर्नु फेरि Here I come. Oh, here I come. जानु यार दिमाग खराब गर्नु फेरि लाइटले नै मुख सुख कोच्याइदिनु ल फेरि जानु भने चाहिँ मलाई केटीले चाहिँ जिस गएको छ मान्छे फेरि अलि समझदार पनि गर्नु बाहिर देखाएबाट हिँड्ने गर्नुपर्छ छोराछोरी हिँड्दै राख्छु आजसम्म के गरेछु र मैले कहाँ हिँडिस् त भर्खरसम्म कहाँ हिँडेर त्यही बाटोमा त हिँडेछु ड्युटी कति बेला छुट्टी हुन्छ त्यो सडकमा त हिँडेछु के रे फेरि अझ क्या गर्न अझ ठुलो भयो भनेर अझ बाबामाले हेर्नु थाल्यो होलास् मलाई ठ्याक्कै स्वाद लाग्दैन अझ के खाएर आइदिनु माने चाहिँ मैले फेरि मुख सोक्नु फेरि मुख सोक Here I come. Oh, here. मुख सोक्नु फेरि मुख सोक सिएल दिएर न फेरि बुढेरीसित फेरि यसो गरेर फेरि हातमा फेरि गाला लिएर घुम्नु ल फेरि मलाई रिस